हजुर बस गर्दै हुनुहुन्छ हो ए हामीले चाहिँ तपाईँको लोकेसनसम्म ड्रप गरिदिने गरेका छौँ सो तपाईँको लोकेसन चाहिँ कता होला म तपाईँलाई लोकेसनमा ड्रप गरिदिउँ त फर्स्टमा चाहिँ म तपाईँलाई हेलमेट दिन्छु ल त्यो लाउनु पर्ने हुन्छ हजुरको नाम के भन्नुभयो रेनु हजुरको बसाइ चाहिँ यतै हो घर यहाँ खुसी हो ए अहिले चाहिँ अफिस जाँदै हुनुहुन्छ अफिस होइन आफन्तकोमा जाने ए ए म चाहिँ अफिस गर्छु नि यता बिजनेस गर्छु ए ए इलेक्ट्रिक सप छ कि मेरो अनि तपाईँले स्कुटरहरू के चलाउनुहुन्छ कि हुँदैन चलाउँथेँ हजुर अनि अफिस जाँदाखेरि चलाउँथेँ अनि अफिस छोडेर मैले पसलमै हस्बेन्ड पसलमै बस्नु छोडेको कि अहिले चाहिँ ए हस्बेन्डलाई एक्लै गाह्रो भएकोले ए अब त आफ्नै बिजनेस हेर्ने आफ्नै बिजनेस होस् भनेर अनि छोडेको 7 वर्ष जति भयो कि बाबु पाइसकेपछि ए 2 वर्षपछि छोडेको छोडेपछि त है चलाउन नै फेरि बिर्सेको जस्तो हुन्छ बिर्सेको जस्तो अस्ति धेरै पछि चलाएँ हात कामेको जस्तो त्यस्तो फिल भयो कि त्यस्तो हुँदो रहेछ हामीलाई पनि त अब 1 हप्ता मात्र चलाएन भने पनि त कस्तो बिर्सेको जस्तो हुन्छ तर धेरै जसोले चाहिँ बेबी भइसकेपछि त चलाउन अलिकति डर नै लागेको भनेर बेबी राखेर गएपछि अलिकति त्यो हुँदो रहेछ त्यही मैले त्यस्तै सुनेको कि धेरैको बस आयो नि हजुर त्यहाँबाट भित्र सो अब हामीले चाहिँ तपाईँको लोकेसनसम्म ड्रप गरिसकेको छौँ तपाईँलाई चाहिँ यतिसम्म आएसम्म चाहिँ तपाईँलाई चाहिँ कस्तो महसुस भयो त एकदम कम्फर्टेबल एकदम राम्रो लाग्यो हजुर तपाईँले फ्युचरमा चाहिँ यो किन्ने सोच्नुहुन्छ कि हुँदैन किनिहाल्छु भयो भने चाहिँ हाम्रो होन्डा फर स्माइलबाट चाहिँ तपाईँलाई 10,000 को क्यासब्याक आएको छ तपाईँले फ्युचरमा अब स्कुटर यो होन्डाको किन्न चाहनुहुन्छ भने चाहिँ तपाईँले यो युज गर्न सक्नुहुन्छ है त थ्याङ्क यू होन्डा फर स्माइल